बारी पनि पुग्यो होइन, अब म घर जान लाग्यो। हेलो एभ्रिवान, वेलकम छ हजुरहरूले मेरो ब्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। म चाहिँ यहाँ खोर्सानी टिप्न जाँदैछु। आफ्नै करेसो बारीको यति धेरै फलेको छ कि रातो रातो भएको छ। के कारणले झर्ने रहेछ यो खोर्सानी चाहिँ सबै भुइँभरि झरेको छ कि, यो पाकेको होइन कि हरियो नै झरेको छ कि। यहाँ छ यति अलिअलि पाकेको छ, यो पाकेको मात्रै टिप्ने भनेर चाहिँ म यहाँ टिप्दैछु। खुर्सानी कोलाई मनपर्छ। हाम्रो चाहिँ अर्को जिरा पनि छ कि, जिरोवाला पनि छ। यता जानु पर्यो, कताबाट जाने बाटै छैन त फेरि। के हो यो यस्तो छ कि माकुराको जालो मात्रै धेरै रहेछ। भुइँ मात्रै झरेको छ। यति धेरै फलेको छ त्यो हेर्नु न। म चाहिँ टिप्छु। यस्तो पिरो हुन्छ नि यो खोर्सानी, फेरि डल्ले खोर्सानी। के भन्नुहुन्छ हजुरहरूले यो खोर्सानीलाई नै? यहाँ हाम्रो चाहिँ कफीको बोट पनि छ कि, कफी पनि फल्छ यहाँ चाहिँ, अलिअलि फल्दैछ। यो बल्ल हरियो भइरहेछ कि हाम्रो चाहिँ फल्ने बेला हुँदैछ, पाक्छ फेरि। खुर्सानी यस्तो फलेको छ कि त्यो हेर्नु न, यहाँदेखि नै फलेको छ यता खुर्सानी। छुने बित्तिकै झर्छ यो खुर्सानी चाहिँ। यो खुर्सानी चाहिँ सबै टिपिदिनु पर्यो। उता झरेको छ हेर्नु न, कति झरेको छ कि अझै। मैले चाहिँ आँखाभरि खोर्सानी टिपेर सकाएर फेरि अर्को जिरा मसिनोवाला के यो चाहिँ टिपे। कस्तो पिरो हुन्छ नि यो पनि, मान्छे सानो भए पनि पिरो चाहिँ एकदम पिरो छ कि यो फेरि। अनि म चाहिँ घाँस काट्नतर्फ लाग्यौँ। अब आफूले मात्रै खाएर भएन। अनि सर्प भनेपछि मलाई फेरि यस्तो डर लाग्छ कि नाम सुन्दा नै जान्नै सिरिङ्ग हुन्छ के। अनि म चाहिँ कस्तो डराइ काटेँ। एकचोटि चाहिँ म यत्रो ठुलो सर्प भेटेको थियो कि त्यहाँदेखि चाहिँ मलाई झन् घाँस काट्न पनि डर लाग्छ के गर्नु, फेरि काट्नै पर्छ घाँस गाउँघरमा चाहिँ। यो घाँसको नाम चाहिँ थाहा भएन, तर यो घाँस चाहिँ आज काटेको छ नि, फेरि 1-2 हप्तामा यस्तो ठुलो भइजान्छ कि, यस्तो ठुलो हुन्छ कि 1-2 हप्तामै। पसिना आएर हेर्नु साथीहरू, यस्तो भएको छ हालत।
यस्तो भएछ, यस्तो भयो हाँसियाले काटेर। घाम पनि यस्तो चर्को भएको थियो कि अनि म चाहिँ एकछिन बसेँ अनि बसेर चाहिँ भारी पनि पुग्यो अनि मैले चाहिँ 5 मुठा काटेको थियो अनि बिहानभरि नै पानी परेको थियो कि अनि पानी पर्ने घाम लाउने भइरहेको थियो अनि शीत थियो अनि भारी पनि कस्तो गरुङको भएको कि अनि मैले चाहिँ यति नै काटेर आएँ किनभने हाम्रो बाख्रा पनि धेरै छैन नि त। भैँसी हुँदा चाहिँ हामी एकदम टाढो टाढो जानु पर्थ्यो कि घाँस काट्नको लागि। अहिले चाहिँ बाख्रा थोरै भएर चाहिँ घर मुनिको घाँसले नै मजाले पुग्छ अनि मैले छिटो भारी हालेँ। कस्तो भोक लागेको थियो कि कतिखेर घर पुगेर भात खाम जस्तो भएको थियो। घाँस काट्दाखेरि चाहिँ मलाई कस्तो साथीहरूको याद आउँछ कि हामी चाहिँ उता मैतामा हुँदा कति धेरै साथी हुन्थ्यो नि त अनि साथी भएर हामी चाहिँ घाँस काट्न जान्थ्यौँ। कति रमाइलो हुन्थ्यो, खानेकुरा लगेर खान्थ्यौँ। अहिले चाहिँ यहाँ यता घर आएदेखि चाहिँ साथी न सँगी रङ्गी चङ्गी भने जस्तै म एक्लै भएको छु कि एक्लै काट्न जान्छु। मेरो चाहिँ कति गरुङको भएको छ, यति सानोदेखि त कस्तो गरुङको छ कि घाँसको बारी। खाएर मैले चाहिँ धेरै आइसक्यो पहिला अब चाहिँ नखाने भनेको छु। यो चाहिँ दिदीले ल्याइदिनु भएर खाएको हो कि एउटा अन्डा छ, फेरि मकै नि खाने हो। मेरो त कति आमा पिरो त्यस्तो पिरो छ कि तर पुरै हालेको चाहिँ होइन, मैले आधी मात्रै हालेको, पुरै हालेको चाहिँ खान सक्दिनँ। धेरै खाना नि हुन्न यो कुछ गरेर चाहिँ म चाहिँ खासै खाना म चाहिँ भाँडामा खान्छु कि जहिले पनि। यस्तो मन लाग्छ नि यो चाहिँ दाइहरू धेरै लाखु गरेर खानुभएको कि पहिल्यै आज खाइ पेट पुग्छ फेरि बेलुका। मैले सकाएँ अन्डा चौबा पिरोले टाउको पनि रहेछ। मैले चाहिँ दिउँसो चौथो मात्रै खाएँ अनि मकै पनि पकाएको थिएँ नि त अनि मकै चाहिँ खाएन किनभने मेरो यस्तो दाँत दुख्यो कि यति मकै खाएको दाँत दुखेर चाहिँ मैले खानै पाएन कि साथीहरू। तर म चाहिँ खान्थेँ मकै पनि
हेर्नु यो मकै चाहिँ अब म भोलि खान्छु। यहाँसम्म हेरिदिनु भएको म हजुरहरूलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई।